हेलो गाइज, म चाहिँ अस्तिको मिनी भ्लगबाट चाहिँ फेरि फुल भर्जन लिएर आएको छु है। रेडी भएर हामी चाहिँ फेरि निस्किन लागेको। आज चाहिँ म सुरुमै भन्दिनँ कता जान लागेको भनेर। सो विथ टाइम यु गन नो इट। ताला ढोका लगाएर चाहिँ चाबी लगाएर हिँड्यौँ होइन स्टेयर्समा। अनि म चाहिँ छिटो हतारिँदै लिफ्टमा गएर बटन दबाइ निचे जानलाई। अनि मलाई त पोज दिन सधैँ मनपर्छ नि त। अनि तँ चाहिँ मेरो सधैँ हो क्या, तँ भनेको भिक्ट्री हो। अनि भिक्ट्री गरेपछि चाहिँ एलिभेटरमा पसेपछि केही चाहिँ पोज दिनु पऱ्यो नि त। ऐना देखेपछि, ऐना त अब लेडिजको के भन्छ साथी नै हो होइन। सो त्यो गरिसकेपछि हामी आयौँ लबीबाट तल झर्दै। अनि क्यानाडा आएर चाहिँ मैले के कुरा सिकेँ भनेपछि चाहिँ लाइक यु हेभ टु ओपन डोर्स फर अदर्स भनेर चाहिँ त्यो चाहिँ मलाई एकदमै मनपर्छ क्या यहाँ चाहिँ। अनि लाग्यौँ हामी अब चाहिँ सररररररररररर हेर्दै जानु है भ्युजहरू। लामो सफरपछि चाहिँ वी फाइनली रिच्ड आवर डेस्टिनेसन। द्याट वान इज आगा खान म्युजियम होइन। अनि त्यसपछि चाहिँ हिँडेपछि हाम्रो साइडमा आन्टीहरू पनि आउनुभएको रहेछ कतिजना होइन ग्रुपै। अनि म चाहिँ एकदमै क्यामेरा घुमाएर हजुरहरूलाई एकदमै भ्यूहरू देखाउँछु भनेर घुमाउँदैछु। अनि घुमेपछि चाहिँ हामी टिकट लिन जाँदैछौँ होइन। टिकट लिन जाँदा चाहिँ लाइक रिसेप्सनमा यु हेभ टु बी इन लाइन। अनि लाइन चाहिँ लामो रहेछ। अनि हामी फाइनली हाम्रो टिकट पायौँ होइन। टिकट पाएपछि चाहिँ अब भित्र हिँड्ने क्या पुरै। अनि लाइन रहेछ। हामी चाहिँ अब सिधा जाने भनेर कहाँबाट सुरु गर्ने भनेर हेऱ्यौँ होइन। अनि त्यहाँबाट चाहिँ जाँदै थियौँ जहाँ चाहिँ त्यो क्याफे थियो क्या एउटा सानो। अनि त्यहाँबाट सुरु गऱ्यौँ भित्र होइन। अनि पेन्टिङ रहेछ क्या सुरुमै आगा खान भनेर पेन्टिङ रहेछ। अनि त्यहाँ लेखेको। अनि भित्र चाहिँ सुरु भयो होइन। यहाँ केही रहेछ क्या जति हेरे पनि नसकिने होइन। अनि हामीले चाहिँ त्यहाँ एउटा दाइलाई समात्न दिएको क्या। अनि हामी चाहिँ सिसीमा चाहिँ अगाडि हिँडेको क्या। अब आफै समातेर हेर्दा चाहिँ अलिकति राम्रो देख्दैन नि त। अनि त्यही भएर अनि यहाँ चाहिँ पुरै हेर्नु न कस्तो दामी दामी छन् क्या। यो पहिला ओल्ड स्कल्पचर्सहरू हुन्छ नि, पेन्टिङहरू स्कल्पचर्सहरू के लेखेको होइन। त्यो कुरान सुरान के भन्छ नि, आई डोन्ट नो है, सरी फर द्याट वान। के लेखेको छ नि त्योहरू पनि होइन। अनि हामीलाई त अब पढ्न आउँदैन। अनि यसो हेरेर चित्त बुझाउने क्या पेन्टिङहरू आहा भन्यो। अनि मेन चिज चाहिँ के भनेपछि नि यहाँ चाहिँ लाइक लिटरली कन्ट्री वाइज चाहिँ छुट्टाएको रहेछ क्या। स्पेन, टर्की, इन्डिया, चाइना भन्दै हुन्छ नि, लाइक एभ्री कन्ट्रीको छुट्टाएको रहेछ। अनि यहाँ चाहिँ होइन मैले के कुरा भेटेँ भने चाहिँ स्पेनको चाहिँ लाइक अलमोस्ट त्यो सिलिङ वाल हुन्छ नि त हाम्रो जुन नेपालमा हुन्छ नि मन्दिरहरूतिर त्यो जस्तै थियो यार। अनि मलाई त के लाग्यो भन्नु न, त्यो त नेपालकै हो क्या, यिनीहरूले झिट बोलेर अर्को देशको भने क्या भनेर क्या। अनि यहाँ चाहिँ मुन पनि यो हुन्छ नि आर्टिफिसियल मुन बनाएर राखेको रहेछ क्या। कस्तो दामी देखेको होइन। अनि अरू हामी जस्तै अरू स्टुडेन्टहरू आन्टीहरू पनि आउनुभयो, त्यो सबैले हेऱ्यो। त्यसपछि चाहिँ हामी अब अर्को साइडमा जाँदैछौँ। द्याट वान चाहिँ लाइटसँग रिलेटेड रहेछ क्या। अनि फटाफट गएँ होइन। अनि माथि गएपछि चाहिँ अब त्यहाँ एउटा अङ्कल हुनुहुँदो रहेछ क्या, त्यो टिकट हेरेर भित्र छिराउने। अनि त्यसपछि हामी पालो आयो, हामी भित्र गयौँ। अनि सुरुमा चाहिँ ग्रिन कलरको के आएर चाहिँ रिफ्लेक्सनवाला क्या। अब केही थाहा छैन है, अब हेरेर फोटो खिचेर रमाइलो मान्ने मात्र। अनि त्यसपछि डिस्को जस्तो क्या देखेपछि त अब आफूलाई कस्तो नाच्नु मन लाग्ने नि त होइन। जे पाइदियो गरेर नाचेर हावा तालमा चुलबुली पाराले यसो नाचिदिएँ मैले पनि। त्यसपछि चाहिँ लास्ट सेक्सन त्यो हुन्छ लाइब्रेरी जस्तो सेक्सन थियो क्या। त्यहाँ चाहिँ बुक्सहरू पनि थियो होइन। अनि त्यहाँ चाहिँ लाइक मोनुमेन्ट्सहरू हुन्छ नि राम्रो क्या। अनि कस्तो मजाले मिलाएर राखिदिएको रहेछ क्या। त्यसपछि म फेरि डिस्को लाइटमा राजाको दरबार भन्दै नाचिरहेको छ। अब हाम्रो नेपालमा राजा आउन लाग्नु भएको छ नि त, त्यही भएर अहिलेदेखि नै नाचेर देखाइदिएको नि होइन। अनि यहाँ चाहिँ क्यानाडामा मुड पनि छुन पाइने यार, कस्तो राम्रो हो क्या। त्यसपछि चाहिँ म चाहिँ हुन्छ नि रिफ्लेक्सन भएको एकछिन लाइटमा गएर बिलाएँ, पोज दिएँ, एकदमै रमाइलो लाग्यो होइन। लाइक इट वाज लिटरली भेरी गुड क्या। त्यसपछि फाइनली सबै सकेर चाहिँ अब जाम भन्दै बाहिर निस्किन लाग्यो क्या। म चाहिँ फटाफट होइन ब्लग बनाउन आउँदैन है, यस्तै हिँडेको थाहा हुन्छ नि त, देखे हुन्छ नि त अरू मान्छेहरू। अनि त्यही भएर मैले पनि यसो गरेको। अनि लास्टमा चाहिँ हामीले यस्तो मिठो ट्र्याक्क पिज्जासँग कोक खाएर हाम्रो डे चाहिँ एकदमै मिठाससित एन्ड गर्दैछौँ होइन। म चाहिँ एकदमै फास्ट खाने कोसिस गरिरहेको छु क्या। तातो थियो नि त एकदमै। अनि यस्तो खाँदै पोज दिउँ न भनेर अरूको देखा हुन्छ क्या यस्तो खाएको। अनि मलाई बनाउन रहर लागेर है यसो र बनाइदिउँ न बनाएको। अनि पिज्जा पनि देखाइरहेको छु है, लोभी चाहिँ नभन्नु ल, मैले देखाएकोमा। अब चाहिँ हामी उबर बुक गरेर घर जाँदै। म चाहिँ एकछिन पनि बनाऊँ भनेर फेरि टिकटक बनाउन लागेँ है।
अनि घर पुग्न लागे म चाहिँ हैन। अब आजलाई चाहिँ यति नै है। कस्तो टिङपटिङ भयो सबैले हेरेर माया गरिदिनु होला। बाइ बाइ।